हार्न मैले जानेकै छैन। हार्ने त चान्स नै छैन क्या ऋषि धमलाजी, चुनावमा हार्ने त चान्स नै छैन। हार्न मैले जानेकै छैन। पनि हारे भने कि फेरि पत्रकारितातिर फर्किनुहुन्छ के? मैले भनिसकेको छु म जनताको सेवामा लाग्छु, तर म चुनाव जित्छु, जनताकै सेवामा म समर्पित हुन्छु। अब कति अटल हो क्या उहाँको सोच, देश र जनताको लागि कति अटल हो, कति दह्रो भएर उभिनु भएको होइन, देशको लागि मर्छु, जनताको लागि काम गर्छु भनेर कति साह्रो हिँड्नु भएको। मलाई त उहाँको यो बानी देखेर, उहाँको यो हरकत देखेर, उहाँको यो निर्णय देखेर, उहाँ जब पत्रकार हुनुहुन्थ्यो, उहाँले चाहिँ पत्रकारिता क्षेत्रमा एकदम ठुल्ठुलो योगदान दिइराख्नु भएको थियो। त्यो बेला मेरो मनमा जति इज्जत थियो त्यो भन्दा अहिले एकदम धेरै बढेर होइन बहुत टपमा पुगेको छ। यो उत्रयो भने चाहिँ के हुन्छ थाहा छैन, यति माथि पुगिसक्यो उहाँको लागि इज्जत। रौतहटको जनताहरू, उहाँले चाहिँ अब एकदम हुन्छ नि, अब पहिला पत्रकारी क्षेत्र गर्दा पनि सहयोग गर्नु भएकै थियो होइन, यसो क्यामेरा जबरजस्ती तेर्स्याएर, अब फेरि उहाँले जबरजस्ती काम गरिदिन आइराख्नु भएको छ। उहाँलाई काम चाहिँ एकदम खटाएर लगाउनु होला है। अब उहाँले जित्ने त सम्झिनु होइन, जिताउनु पर्छ है, त्यही पनि अब बनाउने एउटा जित्ने त सम्झिनु होइन। त्यही भएर अब जितेपछि त जित्यो भने नि आउने त होइन होइन, अब नजिते पनि आउँदैन, जिते नि आउँदैन। अब काम लगाउने बेला चाहिँ यही हो, काम चाहिँ सबैले एकदम मिलेर लगाऊँ, उहाँलाई जुटाएर लगाऊँ, उहाँको त्यो एक बित्ताको नाक चाहिँ घोटाएर नगाऊँ।